हामी मध्ये धेरैले स्वतन्त्रताको सपना देख्छौँ, तर त्यो स्वतन्त्रता वास्तवमा कस्तो हुन्छ? सायद ढोरपाटनका यी विशाल पाटनहरू जस्तै, जहाँ क्षितिजको कुनै सीमा छैन, जहाँ हावाको कुनै बन्धन छैन र जहाँ जीवन अझै पनि प्राकृतिकको लयमा बगिरहेको छ। र दाइहरू चाहिँ आज माथि जाँदै हुनुहुन्छ। दाइहरू चाहिँ अब त्यता माथि डाँडातिर जाँदै हुनुहुन्छ। अब चाहिँ पोखरा जाँदैछौँ। यहाँ माथि डाँडामा अझै लगभग 4-5 घन्टा हिँड्नु पर्दो रहेछ। यहाँबाट चाहिँ माथि चाहिँ बाइक जाँदो रहन्छ। यहाँ ढोरपाटनको यही जुन फाँटमै छोडेर हिँडेको हौँ। अब चाहिँ माथि चाहिँ सकस हुने बेला छ। ब्याग यता ब्याग बोकेर एउटा बोर्डर अगाडि हिँडेको छन्। दुईजना भएर चाहिँ अब यो डाँडोमा गएर यो देखिने डाँडो माथि यो डाँडोमा गएर चाहिँ जस त्यहाँको दामी दामी ठाउँहरू चाहिँ हामी देखाउँदैछौँ। ढोरपाटनमा चाहिँ धेरै घुम्ने ठाउँहरू छ। ढोरपाटन यो फाँट मात्रै सीमित छैन, धेरै ठाउँहरू छ। माथि डाँडाबाट धेरै डाँडा पनि जान मिल्छ। अनि अर्को कुरा भनेको हामी यहाँ आइसकेपछि जस्ट यहाँ आउने अनि फर्किने गरिरहेको थियौँ। अहिले चाहिँ हामी यो एकदमै अलिकति ढोरपाटन आइसकेपछि चाहिँ कहाँ जानुपर्छ अथवा कस्तो कस्तो ठाउँहरू छ भनेर हामीले देखाउन आएका छौँ। यो चाहिँ लगभग 2-3टा एपिसोड हुन्छ होला सायद, हेरेर साथ दिनु होला। जस ढोरपाटन एकदमै राम्रो भए पनि तर यहाँ चाहिँ एकदमै अलिकति यो ठाउँलाई चाहिँ अलिकति प्रमोट गर्नलाई चाहिँ मान्छेहरू आउनु भएको छैन। यो नेपालको एउटा एकदमै राम्रो ठाउँ हो। यहाँ चाहिँ ढोरपाटन शिकार आरक्षण नेपालको एकमात्र शिकार आरक्षण हो जहाँ चाहिँ लिगल्ली रूपमा चाहिँ शिकार गर्न पाइन्छ। अहिले चाहिँ हामी यो पुलबाट यो खोला देखिरहेको चाहिँ यो चाहिँ रुकुममा गएर चाहिँ सानो भेरीमा जोडिँदो रहेछ। यो चाहिँ ढोरपाटनमा रहेको खोला हो। यो तल चाहिँ उत्तर गङ्गासँग पनि जोडिएर अनि सानो भेरीमा चाहिँ पुग्दो रहेछ। अब यो बाटोहरू चाहिँ अलिकति के भन्छ अलिकति सानो छ। बाटोहरू चाहिँ अलिकति एउटा यता माथि जाँदा चाहिँ सकेसम्म गाइड लिएर गएको चाहिँ एकदम राम्रो हुन्छ। आफ्नो सामान बोकेर जानुभयो चाहिँ अलिकति गाह्रो चाहिँ हुनेछ। यता चाहिँ होमस्टेको मान्छेहरूसँग अथवा उहाँहरूसँग सोधेर चाहिँ गाइडहरू अथवा भरियाहरू पनि लान सक्नुहुन्छ। अलिकति ब्यागहरू बोक्न तपाईँलाई गाह्रो हुन्छ भने चाहिँ गादी खोला आएको छौँ। यो चाहिँ खोला यो सानो छ, गाडी खोलामा आइपुगेको छौँ। जो अझै हिँडेको चाहिँ लगभग आधा घन्टा भयो होला। अलिअलि पसिना चाहिँ आएको छ अलिअलि, तर केही छैन, रमाइलो छ एकदम। दामी 1 घन्टा जति भयो उकालोबाट हिँड्न लाग्यो। फर्केर जाऊँ जस्तो भइसक्यो। त्यही माथि जुका कुरै जुका गाइज र कहाँ हिँड्ने यस्तो हुन्छ, यस्तो मजाले हिँड्ने। राम्रो कुरा भनेको बाटोमा चाहिँ स्ट्रबेरी चाहिँ पाइँदो रहेछ सानो यहाँ आफै उम्रेको। त्यही पानी चाहिँ ल्याउनु बिर्सेछ, लास्टै गाह्रो भयो। यहाँ यस्तो पारा पुरै रुजिसक्यो कपडाहरू पनि। हट लास्टै छ, लास्टै राम्रो चिज भनेको यो स्ट्रबेरी खाने अनि डाँडा चढ्ने, अरू त केही छैन। खान बाटोमा पानी पनि कता थाहा छैन, तर स्ट्रबेरीको चाहिँ आनन्द लिन पाइन्छ। यो स्ट्रबेरी हो, खानु मिठो हुन्छ।
यो हिउँ पर्ने बेलामा सबै हिउँ मात्रै ढाकिन्छ यहाँ यो हिउँले खाने रुखहरू यस्तो बनायो हामी चाहिँ अलिक धेरै नै अगाडि आइसक्यौँ अहिले चाहिँ समुद्री सतहदेखि हाई अल्टिच्युड चाहिँ हाम्रो कति छ भन्दाखेरि कति भन्दाखेरि म तपाईँहरूलाई देखाइदिन्छु 3250 हाई अल्टिच्युड है उल्टे देखिँदो रहेछ तर पनि यहाँ चाहिँ सुल्टे नै छ 2 घन्टापछि 2-2.5 घन्टाको यात्रापछि अब चाहिँ आउन लागेको छ अझै आधा घन्टामा आज हामी कहाँ सुन्ने होला भरै धुरपाटनको वास्तविक सुन्दरता केवल हिमाल र पाटनमा मात्र हुँदैन यहाँका मानिसहरूमा छ सुविधाहरू कम छन् सङ्घर्षहरू धेरै छ तर यहाँका अनुहारमा सहरमा भन्दा धेरै मुस्कान देखिन्छ सायद खुसी धेरै सम्पत्तिमा होइन सन्तुष्टिमा लुकेको हुन्छ धुरपाटनको जीवन प्राकृतिकसँग जोडिएको जीवन हो यहाँका विशाल पाटनहरूमा हजारौँ भेडाहरू चरिरहेका हुन्छन् कसैले चोरी पालिरहेका छन् कसैले गाई भैँस कसैको बिहान भोरबाट सुरु हुन्छ र कसैको दिन खेतबारीमा बित्छ यही श्रम यही पसिना यही सङ्घर्षले धुरपाटनलाई जीवित राखेको छ जब हामीले यहाँका गोठालाहरूको जीवन नजिकबाट हेऱ्यौँ हामीले केवल भेडा देखेनौँ हामीले सपना देख्यौँ त्याग देख्यौँ र आफ्नो परिवारको लागि गरिरहेको अथात् सङ्घर्ष देख्यौँ धुरपाटनले हामीलाई एउटा कुरा सिकायो जीवन सजिलो हुनु जरुरी छैन तर अर्थपूर्ण हुनु जरुरी छ र यहाँका मानिसहरूले यही अर्थपूर्ण जीवन बाँचिरहेको छ अहिले चाहिँ हामी यहाँ पोखरामा आइपुगेका छौँ पोखराबाट चाहिँ एकदमै राम्रो दृश्य देख्न पाइन्छ यो हाम्रो धुरपाटनको यो भ्यालीको अनि यहाँबाट सँगसँगै यतातिर चाहिँ हिमाल पनि देख्न पाइन्छ जियोस् के भन्छ धुरपाटन आएपछि चाहिँ मिलेसम्म चाहिँ यहाँ पोखरा आएर चाहिँ यो जियोस् तलको यो भ्याली चाहिँ एकदम राम्रो देख्न पाइन्छ यहाँ आएर चाहिँ यो ठाउँ चाहिँ मिस नगर्नु होला भन्न चाहन्छु जियोस् राम्रो ठाउँहरू चाहिँ एकदमै डाँडाहरू एकदमै रमाइलो ठाउँहरू चाहिँ धुरपाटन बसिन्छ 6 महिना औलो बसिन्छ उही डिङ्गा पालन अनि यो बाख्रा पालनमा यति हो हाम्रो अब उ खेती किसान अब चाहिँ उ छैन यही बाख्रा पाल्ने यो वनमा डुल्ने त्यति हो हाम्रो पेसै यही हो यही पेसाबाट अब हिँडेछौँ कोही बेला चाहिँ 2-4 पाठा 8-10 पाठा बेचिन्छ कोही चाहिँ कोही बेला हुँदै हुन्नन् अब पाठा पनि मर्छन् अब उभोटी कोही बेला हुन्छ कोही बेला हुन्न त्यस्तै हो यहाँ चाहिँ कुकुरहरू पाल्नु हुँदो रहेछ कुकुर कुखुरा अनि बाख्रा अनि भैँसी पहिला चाहिँ भेडाहरू पनि पाल्नु हुँदो रहेछ अहिले चाहिँ भेडाहरू चाहिँ छैन अब हामी चाहिँ अब यहाँबाट फाइनल्ली निक्लिनु लागेको यहाँ दाइहरूको यो गोठ भन्दो रहेछ यहाँ चाहिँ बाख्राहरू अनि भैँसीहरू बान्नु हुँदो रहेछ अनि त्यहीमै सुत्नु खानाहरू त्यही बस्नु अब चाहिँ हामी फाइनल्ली यहाँ जियोस् बाँच्नु त्यसको लागि धेरै धेरै धन्यवाद अब चाहिँ हामी निक्लिनु लाग्यो ओके भाउजू बस्नु है बस्नु है
यो चराउन लानु लाएको ए कतिवटा खायो भैँसीहरू यहाँ दुनामात्री कतिवटा भैँसी छ दुनामात्री 4 वटा कति लिटर दुध दिन्छ यहाँ हान्न त हान्दैन ओहो रोग समात दिनु न है यसो यता आइदिनु यता बसिदिनु न त आमा हान्दैन म ढुक्क भएर हिँड्ने हुन्छ हो कति लिटर दुध दिनुभयो त जम्मा दुईटाले 1 लिटर जम्मा के छ हेन्सम ल बाई बाई गरिदेऊ फेरि भेटौँला है हस् ओहो कति राम्रो भएको त नि खानेबानी यहीँको हो कहाँ हो खानेबानी लिन जाने खानेबानी लिन जाने चाहिँ कहाँ हो परै हो ए यहाँ त सबै भैँसीले हग्दियो होला मुद्दियो होला